यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थि तदगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालंकृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यद्गिरिपाथमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामि तेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ततो जयमुदीरयेत्। अथ द्वितीयोऽध्याय। हे मुनि, अघि यो संसार जलमय छँदा विष्णु भगवानका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए। त्यही अवसरमा विष्णु भगवानको काने गुजीबाट अत्यन्तै पराक्रमी मधुर कैटभ नामका दुई वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डाँठ समातेर माथि माथि गई हेर्दा ब्रह्माजीलाई देखे र उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछि ब्रह्माले हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस् भनेर ब्रह्माको कष्ट बुझी विष्णु भगवानलाई जागा गराइदिन्। भगवान जागा भएर हेर्दा ती मधुर कैटभलाई देखि तत्काल युद्ध गर्न अघि सरे। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो, तर हार जित कसैको पनि हुन सकेन। अनि विष्णुले हे दानव हो, तिमीहरू निकै पराक्रमी रहेछौ। म तिमीहरूको यो पराक्रम देखेर प्रसन्न भए। इच्छा भएको वर माग भन्दा अहंकारी मधुर कैटभले भने, हे विष्णु, यस युद्धमा हाम्रो जित भयो, तिमी हार्नेले के दिन सक्छौ? जित्नेले मात्र दिने हो, तिमी हार्नेले के दिन सक्दछौ? बरु तिमीलाई इच्छा लागेको वर हामीसँग माग। दैत्यहरूको त्यस्तो अभिमानपूर्ण कुरा सुनि विष्णु भगवानले भन्नुभयो, पहिले वाचा गर अनि वर माग्दछु। अनि दानवले तिमीले जे मागे पनि अवश्य दिनेछौ भने वाचा गरेपछि विष्णु भगवानले अरू वर के मागौँ, तिमी दुवैलाई म मार्दछु, मेरो हातबाट तिमी दुवै मर भनेको सुनि मधुर कैटभले भने, हे विष्णु, तिमी छलिरहेछौ। कपट गरेर वर माग्यौ, वाचा गराएर वर माग्यौ। वाचा हारेको हुनाले हामी अवश्य दिनेछौँ। अब के गर्ने भनी विचार गर्दा सारा संसार जलमय भएको देखि, हे विष्णु, हामीलाई जल नभएको स्थानमा मार भनी दैत्यका त्यस्ता कुरा सुनि विष्णुले आफ्नो काखमा राखेर सजिलैसित दुवैलाई मारे। तिनै दैत्यको बोसो शीतकालमा तुषारले पानी जमे झैं समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाडले पत्थर भयो। त्यो देखेर ब्रह्माले
संसार सृष्टि गर्न भनी पहिले 14 भुवन सृष्टि गरे। कुन कुन भने भूर्लोक भुवरलोक स्वर्लोक महरलोक जनलोक तपोलोक सत्यलोक। यी माथिका र एक अतल वितल सुतल तलातल महातल रसातल पातल यी तलका जम्मा 14 अर्थात् 14 भुवन र द्वीप सृष्टि गरे। कुन कुन भने जम्बूद्वीप प्लक्षद्वीप शाल्मली द्वीप कुशद्वीप क्रौञ्चद्वीप शाकुद्वीप पुष्करद्वीप। त्यसपछि 7 समुद्र सृष्टि गरे। छारोद समुद्र सुरोद समुद्र इच्छुर शोध समुद्र घृतोद समुद्र दधिमण्डोद समुद्र क्षीरोद समुद्र शुद्धोद समुद्र। जम्बूद्वीप छारोद समुद्रले वेष्टित छ जहाँ अग्निद्र राजा राज्य गर्दछन्। प्लक्षद्वीप इच्छुर शोध समुद्रले वेष्टित छ त्यहाँ इद्मजिह्वा राजा राज्य गर्दछन्। शाल्मली द्वीप सुरोद समुद्रले वेष्टित छ त्यहाँ यज्ञबाहु राजा छन्। कुशद्वीप धृतोद समुद्रले वेष्टित छ त्यहाँ हिरण्यरेता राजा छन्। क्रौञ्चद्वीप क्षीरोद समुद्रले बेरिएको छ त्यहाँ धृतपृष्ठ राजा छन्। शाकद्वीप दधिमण्डोद समुद्रले बेरिएको छ त्यहाँ मेधातिथि राजा राज्य गर्दछन्। पुष्करद्वीप शुद्धोद समुद्रले वेष्टित छ त्यहाँ वितिहोत्र राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार 4 लाख कोश छ यसको आकार कमलगट्टा जस्तै छ। यसमा 9 हजार योजनाका 9 खण्ड छन्। यसमा यस प्रकार सृष्टि गरिसकी 8 पर्वत सृष्टि गरे। कुन कुन भने सुमेरु पर्वत गन्धमादन पर्वत कैलाश पर्वत हिमालय पर्वत त्रिकुट पर्वत चित्रकूट पर्वत चान्द्रान्तक पर्वत चन्द्रकूट पर्वत। त्यसपछि प्राणी सृष्टि गर्यो भनी महादेवको तपस्या गरे। दिव्य 12,000 वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर ब्रह्मन तिम्रो तपस्याले म अत्यन्तै प्रसन्न भई वर माग भन्ने आज्ञा भएको सुनि ब्रह्माले अनेक उपचारले शिवको पूजा गरी स्तुति ध्यान गर्न लागे। हे ईश्वर आफैले अनेक ब्रह्माण्डको रचना गरी आफ्नै मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। एक मूर्तिबाट अनेक 3 मूर्ति ब्रह्मा विष्णु शिव भइरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे ईश्वर हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेको म कसरी समर्थ हुनेछु। हजुरको कृपाले द्वीप समुद्र पर्वत सृष्टि गरे अब प्राणी सृष्टि गर्न सकूं यही वर दिनुहोस् भनी अनेक बिन्ती गरे। ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा भयो। हे ब्रह्मन तिमी प्राणी सृष्टि गर्न सके भनी वरदान प्रदान गर्नुभयो। अनि ब्रह्माले महादेवलाई दण्डवत प्रणाम गरी प्राणी सृष्टि गर्न सुमेरु पर्वतमा जानुभयो। पहिले शिवलोक विष्णुलोक ब्रह्मालोक उमालोक स्कन्दलोक र अरू अनेक लोक सृष्टि गरे। तिनमा सबभन्दा माथि सत्यलोक सृष्टि गरे। अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती आग्नेय कोणमा शुद्धावती दक्षिण दिशामा यमपुरी नैऋत्य कोणमा कृष्णावती पश्चिम दिशामा श्रद्धावती ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे। त्यसपछि स्थावर जङ्गम सृष्टि गरे। अनि प्राणी सृष्टि गर्ने इच्छा भएर मनले चिताउन साथ कश्यप प्रभृति 100 ऋषि सृष्टि भए। त्यति सुनेर अगस्त्य मुनिले सोधे, हे कुमारजी हजुरको वचन रूपी अमृत मेरो कान रूपी जिब्रोले बार बार पिउन माग्दैछ। अब देव दानव पशु पक्षी मनुष्य कसरी सृष्टि भए
त्यो सुन्ने इच्छा छ। मुनिको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुनि, कश्यप ऋषिका अदिति, दिति, धनु, कारा, घोरा, सिंहिका, क्रोधा, टाढा, बलिष्ठा, विनता, कपिला, कद्रु र मनु यस्ता स्त्रीहरू थिए। अतः अदितिका गर्भबाट हिरण्यकश्यपु आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र, सूर्य आदि 33 कोटी देवताहरू जन्मे। धनुका गर्भबाट दानवहरू जन्मे। कारा, घोराका गर्भबाट गन्धर्वहरू जन्मे। सिंहिकाको गर्भबाट राहु जन्म्यो। प्राधाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे। क्रोधाका गर्भबाट क्रोध जन्म्यो। मनुका गर्भबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यी 4 थरी मनुष्यहरू जन्मे। बलिष्ठा र विनताका गर्भबाट अरुण, गरुड, सम्पाति, मयूर, कोकिल, चखेवा, जीव, जिम्ब, मुनिया, धोबिनी, राजहंस आदि पन्छीहरू जन्मे। कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दूल, बाघ, हात्ती, घोडा, मृग, जरायु, गैँडा, खरायो आदि पशुहरू जन्मे। कद्रुका गर्भबाट शेषनाग, अनन्तनाग, पद्मनाग, वासुकीनाग, कुलिकनाग, कर्कोटकनाग, तक्षकनाग, शङ्खनाग आदि अष्टनागहरू जन्मे। यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग, मनुष्य, पशु, पक्षीहरू सृष्टि भएकोदेखि ब्रह्माले तिनीहरूलाई खाने आहार, धान, जौ, तिल आदि अनेक तरहका अन्न र फल फूल सृष्टि गरे। हे मुनि, यो मैले अत्यन्तै संक्षेपमा भने, अरू पुराणहरूबाट विस्तारले बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाए, अब के सुन्ने इच्छा छ भन भन्दा अगस्त्य मुनि भन्नुहुन्छ, हे कुमार, कुन कुन भुवनमा कुन कुन देवता छन् र दिक्पाल कसरी भए, यो सुन्ने इच्छा छ। त्यति सुने कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुनि, कैलाश भुवनमा महादेव हुनुहुन्छ। वैकुण्ठ भुवनमा श्री भगवान नारायण विष्णु भगवान हुनुहुन्छ। सत्य भुवनमा ब्रह्मा हुनुहुन्छ। उमा भुवनमा पार्वती माता हुनुहुन्छ। स्कन्द भुवनमा म छु। ध्रुव भुवनमा धुम्र ऋषि छन्। नैऋत्य भुवनमा अन्य ऋषिहरू छन्। यति भुवनका कुरा तिमीलाई कहे। अब दिक्पाल भएका कुरा भन्दछु। कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गई धेरै कालसम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भए। हे इन्द्र, तिम्रो तपस्याले म प्रसन्न भए भनी वरदान दिई अमरावतीको अधिपति र पूर्व दिशाको दिक्पाल बनाए पठाए। फेरि एउटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भएर अग्नि नाम राखी अग्निकुण्डको दिक्पाल बनाए। शुद्धावतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरी महादेव अत्यन्तै प्रसन्न भई यम नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई निऋति नाम राखी नैऋत्य कुण्डको दिक्पाल र कृष्णावतीको अधिपति गराई पठाए। फेरि अर्कोले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरुण नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि 49 वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान माग भन्दा ती वायुले हामी 49 जना एक हुन सकौँ र हामीलाई कोही पनि नदेखुन्, केवल शब्द मात्र सुनुन्, बलमा पनि कसैले जित्न नसकुन् भनी माग्दा महादेवले तथास्तु भनी वरदान दिएर वायु नाम राखी वायव्य कुण्डको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई विश्वकर्मा नाम राखी ईशान कुण्डको दिक्पाल र यशोवतीको अधिपति बनाई पठाए। हे मुने, यति दिक्पाल भएको कुरा कहीं अब के सुन्ने इच्छा छ भन।
कुमारको यस्तो वचन सुनि अगस्त्य मुनि भन्नुहुन्छ, महादेव र सतीदेवीको विवाह भएको र सतीदेवी मर्दा उत्पात भएको, फेरि सतीदेवी महादेवकी पत्नी कसरी भइन् र कस्तो कारण परेर उनको त्यो मृत्यु भयो, यो सबै विस्तारले आज्ञा होस् भन्दा मुनिको यस्तो इच्छा जानी प्रसन्न भएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नेछु भन्नु भएर दोस्रो अध्यायलाई यही विश्राम गर्नुभयो। जय जय श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायं दिक्पाल वर्णनम नाम द्वितीयो अध्याय। नारायण हरि हरि। उपनेतु मंगलम वह सकल जगन् मंगलालयः श्रीमान दिनकर किरण निबोधिता नवनलिन दल निवेक्षणः कृष्णः। काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणः सन्तु निर्भयाः। अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सधनः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोदार कथा प्रसंगा। या कुन्दन्तु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा। कायेन वाचा मनसीन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतद् नारायणायेति समर्पयेतद्। स्वस्थानी भगवती माता की जय।